नार्सी त खाएर न मैले टिकटकतिर उता फेरि लुगा र सुगा हेलो एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल अगेन एन्ड न्यू भ्लग फ्रम म्याकडी म चारटी राना फुन मगर सो अनि सन्चै हुनुहुन्छ साथीहरू। आई होप तपाईहरु पनि सन्चै हुनुहुन्छ होला भन्ने आशाका साथमा मैले चाहिँ आज न्यू भ्लग स्टार्ट गरिसकेको छु साथीहरू। सो तपाईहरुको नयाँ नौलो हाल खबर के छ त्यो पनि सेयर गर्नु होला। मेरो त ठिकठाकै छ साथीहरू। अब लगभग हल्का फुल्का रोपाइ चाहिँ सुरु भइसकेको छ। म चाहिँ हिजो दिनैभरि धान रोपेर परङ्गी छिट्न गएको साथीहरू। हाम्रो त अर्काको परङ्गी छिट्न गएको। मलाई पैजा लागेर पुरा सापारा सापिरी चाहिँ अम्मै दुखेर यति नमजाले दुखिरहेछ साथीहरू। सो त्यसैमा म चाहिँ आज आएको छु माइत। अनि म चाहिँ माइत आएर माइत घरबाट त्यो भ्लग स्टार्ट गर्दैछु। माइतमा के गर्न आए कसो गर्न आए भनेपछि तपाईहरुलाई अन्तिमसम्म देखाउने नै छु। कृपया मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला है त गाइजहरु। सो म चाहिँ आज यता पानी तताएको है। के गर्ने पानी तताए यो गर्मी मौसममा के गर्ने पानी तताए भन्नुहुन्छ भने अब हेरौँ के गर्ने पानी तताए अन्तिमसम्म हेरिदिनु होला। अनि यहाँ राखेको छ साथीहरू माछा यो चाहिँ हाम्रो दाइले मारेर लिएको माछा हो साथीहरू। म चाहिँ माछा खान लागेको यहाँ। अब धेरै लङ टाइम पछि माछा खाँदैछु मैले। पहिला त बुढाले मारेर लिन्थेर खान्थ्यो कि साथीहरू, तर आजभोलि त कोले मारेर लिएर खानु। सो खानु पर्यो माछा। धेरै टाइम पछि म चाहिँ माछा खाँदैछु है। यहाँ मछली है मछली। फेरि यस्तो खाएको भिडियो देखेपछि साथीहरू मेरो साले आफू मात्रै खाने रे आफू मात्रै जाने रे भन्छ। फेरि भिडियो एडिट गरेर देख्यो भने के हाम्रो गाउँको खोलामा पाइने माछा यति मिठो हुन्छ साथीहरू, यति मिठो हुन्छ। असला माछा हो कि के हो यहाँ। बाहिर फेरि घाम यति चर्को लागिरहेछ साथीहरू, यति चर्को लागिरहेछ आमामा कुरै नगर। अब सिनेमा हाँसी त खाएर डर लाग्छ गाई चाहिँ सिधै सिधै चपाएर क्या घाटमा अग्नि सम्भावना हुन्छ धेरै देखेर हाँसी खाएर डर लाग्छ। फेरि यस्तो सानो सानो माछाको हाल्दा पनि खाने तरिका छ कि साथीहरू। कुकुरले त्यस्तो गरेर खान्छ हौ। अनि लाग्छ यो बाहिरको मासुलाई खाएर यो हड्डीलाई चाहिँ अग्निमा सिकाएर नि त खाने भने चिरिपछि यो चिरिपछि अग्निमा सिकाएर खायो भने अब ठुल्ठुलो बजारको पाल्को माछाको त भन्दा गाउँघरमै पाइने माछाको सानो सानो माछाको यस्तो हाल्दा चाहिँ अग्निमा सिकाएर खाने भने चिरिप गर्छ। ल पानी पनि ततिसकेछ। म चाहिँ पानी झिक्दैछु गाइजहरु। बाहिर तन्तला घाम लागिरहेको छ। मैले त पानी तताइरहेको छु। हाम्रो ठुलबाबाले के साथीहरू यसरी लसुनलाई पुरा यस्तो बनाएर राखेरहेछन् कि मलाई चाहिँ अन्ना यस्तो बनान मैले टिकटकतिर देखेको थिएँ, तर मैले चाहिँ बनाएको छैन यसरी। यता यस्तो बनाएर राखेका रहेछन्। यता के छ यहाँ मगै छ कि के छ होला सायद। ताते छ बाहिर लगिदिन्छौँ कि वहाँ बाल्टी चिज पानी ल्याइदेऊ त गाग्रोमा। वान छ के चिज पानी ल्याइदेऊ त मिसाने।
यता चाहिँ प्याज यति मजाले बनाउनु भए रहेछ प्याज यति मजाले आमा हाम्रो ठुलो बाबाले कसले सिकाइदियो यस्तो गराएर यता पनि छ अहिले चाहिँ मजाको बनाउनु भए रहेछ माइततिर प्याज म अब फेरि पानी झिक्न जारी छु गाइसहरू यता यो चाहिँ जमानाको सोलर है हामी म र मेरो बाबु चाहिँ सोलरको प्यानल भन्छ कि के भन्छ म र मेरो भाइ कान्छा भाइ म कान्छी भएँ मेरो कान्छा भाइले हामी सानो सानो हुँदा दरबाङबाट बोकेर लिएको यो यस्तो ब्यागतिर यो बोक्न सकेको साथीहरू म त ऊ बेला सानो 4-5 क्लास पढ्दाखेरि दरबाङबाट आमामा त्यो बेला केटाकेटी दुईटा मात्र गएर यति लिएको कि आज उसले यसरी थन्क परे बसेछ पानी त लगभग सकिन लाग्यो को नुहाइदाई कार्यक्रम हुँदैछ आज तातो छ र ए हिले चेन के यहाँ हिलेको लपर त तातो भयो रे बोजूलाई पानी तातो मन तातो छ पानी रेडी गर्दैछौँ साथीहरू बोजूलाई नुहाइदिनु लागेको घाम लागिरहेको छ चर्को माथिबाट मैले यहाँबाट भिडियो सुट गर्दैछु गाइज फाइनल्ली साथीहरू मैले चाहिँ भुजीलाई नुहाइदिएर पनि कपाल कोरेर चरीच्यात्त पारिदिए घाम बाँच र बुझ्या जुस खाँदै यता बाहिर चर्को घाम लागिरहेछ साथीहरू यता चाहिँ हाम्रो बजीलाई घाम बोरे धोने हो के यो धोने अब यो भोक्ता 2 दिन पुरो गिल्ला निकालो नकालो गराथिन् आज त सन्च वाचन आएर कपाल बान्ने हो र हाम्रो बोजीको स्वास्थ्य चाहिँ धेरै सुधार भइसकेको छ आजभोलि पहिलाभन्दा
रातो रातो गराछन् ढिचीबाट क्या जम्मै गर्मिल्यो के हो बिमार त्यसै बाच कसको नै हे उसको उल्टो भुरेबाट स्वामीको पनि त्यस्तै बाटो लो साथीहरू म चाहिँ माइतबाट बुजीलाई नुहाइ गरेर लुगा धोएर अहिले चाहिँ घर जाँदैछु है यी हाम्रो पारिबेट्टा यो कोदो छरेको हाम्रो खेततिर चाहिँ कोदो लगभग दाँती लाउने सुरु भइसक्न लागेको छ गाइसहरू म चाहिँ जाँदैछु घर म चाहिँ साथीहरू यसरी जाँदैछु है घरतर्फ अनि घाम चाहिँ एकदमै चर्को न चर्को घाम लागिरहेको छ के हाल्नु पानी आउला भनेर म चाहिँ घर जाँदैछु उता फेरि लुगाहरू सुगाएको छ कि लुगा सबै त्यही भएर म चाहिँ जाँदैछु घर बुजीलाई नुहाइदिएँ लुगा धोइदिएँ एकछिन विश्राम गरेँ सुतेँ पनि एकछिन सो त्यसैले काम सकेर म चाहिँ अहिले जाँदैछु घर अनि घर गएर के कस्तो हुन्छ हेरौ तपाईहरु चाहिँ मेरो भिडियो हेर्दै जानु होला गाइसहरु ल म घर पनि आउनु पानी पनि आउनु गरिरहेको छु साथीहरु यता चाहिँ अब काममा जाने भनेको त्यति गरायो आज पनि पानी आइगयो अनि यता छन् मेरो छुचेन्दरे केरातिरी भात चाहियो रे यिनीलाई भात यस्तो छन् बडो सन्तान म चाहिँ अब जाँदैछु साथीहरु खाजा खान अनि खाजामा के छ भन्नु होला खाजामा चाहिँ म आज हल्का यस्तो चटपट खाइदिन भनेर चटपट किनेर ल्याएको यहाँ नजिक हाम्रो घर मुन्तिर बनान्छन् कि साथीहरु चटपट त्यही भएर म चाहिँ चटपट खान लागेको ल यसरी चटपट ल खाएको ल साथीहरु मैले चाहिँ यस्तो चटपट धेरै खानु त हुन्न साथीहरु तर कहिले काहीँ चाहिँ एकदम खान मन लाग्छ के चट्ट टक्क पिरो टक्क खान मन लाग्छ कि कहिले काहीँ त्यही भएर मैले चाहिँ धेरै त खादिन कहिले काहीँ मात्र हो कुकुरलाई मन पर्छ चटपट कमेन्ट गरायो